मगनमा स्वागत छ। हेलो प्लिज अंकल हालम जिन्दगानी भन्छ यहाँ। आइडिया कसको बाइ द वे? हजुरको अनर्सा यस्तो हुन्छ, हाम्रोमा अर्कै टाइप हुन्छ। यो त समोसा भइहाल्यो, वर्ल्ड फेमस समोसा। के हो खासमा यो? किन छ मसँग? मसँग छ कि कुछ भी मत मगा लेना। यो लोट के रे लोट के चोखा भन्यो होइन? के चोखा रे? लिट्टी चोखा। तर कता हाम्रो यो चाहिँ जलेबी हो, यो चाहिँ इमर्ती है। यो इमर्ती नभनेर आएको भाइ मान्छे। अनि ऊ चाहिँ यो इमर्ती हो, ऊ चाहिँ के अरे कौशल्य हो। एउटा त लिट्टी चोखा चाहिँ मन पर्यो मलाई, नयाँ टेस्ट हुन्छ नेपालगञ्जको लागि। आई मिन अब कहिले काहीँको लागि होला। चोखा बनाएर खानु, चना भुटेको खानु, बादलाको सब्जी, भट्टाको सब्जी, चनाको सब्जी, मकैको सब्जी, नेपालको कलाकारी चाहिँ छ है। नेपाल ट्यालेन्ट यो चाहिँ के हो त? त्यो कलर हो, कलर होला नि। ऊ पनि मिसाएको हुन्छ के अरे गुलियो। त्यही फुड कलर हो। मैले पे गर्नुपर्छ भनेर त होइन नि। अघि खामला भन्नुभयो नि, अघि खामला भन्नुभएको थियो त। किन तिमी झल्ला खानु मन थियो? लिटरली हामी आइस नै खाइरहेको हुन्छ है। आइसको बल त्यही त खाइरहेको हुन्छ। खान्छन् नि, मैले नि कहाँ देखेको। कलर हाल्यो। यो मुङको दाल होइन र? यो मुङको दाल होइन र? मुङ हो नि, त्यही त। यो भटमास भइहाल्यो साँधेको। यो ए कस्तो गर्मी लाग्यो यार।
सजिलो छ फेरि भन्न पनि। यो के खानेकुरा हो के खानेकुरा? मन्चुरियन ए सब गर्मी भएको कि सबलाई गर्मी भएको कि हेर्नु न, खानीलाई पनि गर्मी खुवाउनेलाई पनि गर्मी। यो के सातु? ए सातु गर्नु। अब हजुरले र मैले वाउ जानु मेरो लागि पनि एउटा कमलको फुल लिएर आइदिनु। कमल का फूल तोड़ के नहा सके। ओके ठीक त फोटो सोटोसम्म ठिकै हो खिच्नु, तर फुल नटिपे हुन्छ। यस्तो राम्रो फुल फुलेछ है, अनि यस्तो राम्रो फुल, अनि फुल टिप्ने बानी चाहिँ नराम्रो हुनु। Oh, कछुए मछलियाँ नहीं है, मछलियाँ। अमिल हुन्छ नि के हो यो भनेको? भारी बाइक राखेको छ यार टोपीले। राख्नु त ईद मुबारक। टेक्नोलोजी सबै ग्याङहरु, टेक्नोलोजी ग्याङहरु यता छन् पुरै। रवि कनोजिया टेक्नोलोजी।